आज कहाँबाट मैले चाहिँ हाम्रो मामालाई भेटेँ। मामा यानि कि आसामको चिफ मिनिस्टर है हेमन्त विश्व शर्माजीलाई चाहिँ कहाँ भेटेँ आउनुहोस् भन्छु। बिहान बिहानै नानीलाई रुवाउँदै रुवाउँदै म चाहिँ निस्केँ आज गुवाहाटीको लागि। र नानी चाहिँ किन रुँदैछ, फर्स्ट टाइम यसरी कहीँ जाने बेला किन गनगन गर्दैछ भन्ने कुरा पनि म तपाईँहरूलाई अन्तिममा पक्कै पनि भन्नेछु। गुवाहाटी जाँदैछु एउटा प्रोग्रामको लागि, किनभने त्यहाँ हुँदैछ एउटा ठुलो कार्यक्रम। पहिले पनि छोरीले हिँड्ने बेलामा यस्तो गर्दिन थिएँ, तर योपालि चाहिँ किन साह्रै रोएँ र मलाई चाहिँ भाइले पुर्याइदियो गाडीसम्म। हामी धेरैजना भेला भएर जाँदैछौँ, एक्लै त जाने होइन। उहाँ पुगेपछि थाहा भयो कि लारा जानुपर्छ गोर्खा साडी भनेर, र म चाहिँ फर्केर फेरि घर आएँ र चेन्ज गरेँ आफ्नो लुक्स, किनभने एउटा काममा जाँदैछु र त्यसमा चाहिँ सबैजनाको एउटै ड्रेस हुनुपर्छ भने जस्तो कुरा भयो। र जाँदैछु गोर्खाको शानको लागि नै, र हाम्रो आफ्नो कल्चरल ड्रेस त लाउनै पर्यो होइन, भन्नुहोस् त, आफ्नो आइडेन्टिटी त दिनु पर्यो। र फेरि जाने बेलामा पनि नानीले के भन्दैछ नभन्नुहोस् न, यो क्लिप चाहिँ तपाईँलाई मैले पहिल्यै सेयर गरिसकेको छु। यति माया लाग्दो गरेर नानीले जानु नदियो कि मलाई। र हाम्रो कानालाई चाहिँ मैले आफ्नो मामुलाई त चुप्पा गर्छस् जाने बेला मलाई गर्दैनस् भन्दै जबरजस्ती चुप्पा मागेँ। र आउँदाखेरि चाहिँ बस रेडी भइसकेको रहेछ र हामी सबैजना यसरी बसमा चढेर जान लाग्यौँ। लास्टमा चढेको भएर हेर्नुहोस् न, सिट पनि लास्टमै भेट्यो। गान्धी सिटमा म र दिदी चाहिँ बस्यौँ र लाग्यो आफ्नो डेस्टिनेसनपट्टि। चाहिँ जहाँ पनि यसरी इन्डियाको फ्ल्याग देख्छु एउटा क्लिप निकाल्न मन लागिहाल्छ। र हामी चाहिँ धेरै अगाडि आइसकेपछि खाजा खाउँ भनेर चाहिँ रोक्यौँ यो जग्गामा। यहाँ चाहिँ रहेछ एउटा ठुलो होटेल, तर हामी चाहिँ त्यो खानासाना खान थालेनौँ, चिया मात्रै खायौँ। कफी र यो पप खायौँ सबैजना मिलेर। अरू धेरैजनाले चाहिँ खाना रोटी पनि खानुभयो। हामी चाहिँ खाना खाएरै आएको थियौँ र चिया कफी मात्रै खायौँ र फेरि निस्क्यौँ गुवाहाटीतर्फको लागि। कफी खाएर निन्द्रा भाग्छ भन्छन्, हाम्रो यहाँ त हेर्नुहोस् न, कफी खाएपछि झन् सबैजना लटाकलुतुक भएर सुत्नु पो थालेछन्। नाल्दी निदाई भनेर भिडियो बनाएको त भरे त मुसु हाँसिराखिरहेछ। र गर्दा गर्दै हामी पनि पुगिहाल्यौँ यहाँ जुबिन क्षेत्र यानि कि सोनापुर। यहाँ चाहिँ जुबिनजीको अन्तिम संस्कार गरिएको हो र यो जग्गा चाहिँ एकदमै प्रसिद्ध भएको छ अहिलेको दिनमा। र फाइनली हामी चाहिँ आइपुग्यौँ गुवाहाटी आरपी रोड, जहाँ चाहिँ हुँदैछ कार्यक्रम के विषयमा त्यो पनि तपाईँहरूलाई बिस्तारै भन्छु। उत्रेर हेर्दाखेरि सबै केटा मान्छेहरूले चाहिँ ढाका टोपी लगाएको र छोरीहरूले चाहिँ लेडिजहरूले चाहिँ सबैले लगाएको ढाकाको साडी। यति राम्रो लाग्यो। आफ्नो गोर्खालीको केही कुराको लागि अघि सरेर पहिलोचोटि यसरी म हिँड्दैछु। फाइनली हामी चाहिँ पुग्यौँ हाम्रो भेन्यूमा, जहाँ चाहिँ बाबु छविलाल उपाध्यायजीको स्ट्याच्यु अनवेलिङ हुँदै थियो। अब सोच्नु हुँदै होला बाबु छविलाल उपाध्याय चाहिँ को हुनुहुन्छ भनेर। उहाँ चाहिँ हाम्रो गोर्खाली भएर इन्डियन फ्रिडम फाइटर हुनुहुन्छ र एकजना सोसियल वर्कर हुनुहुन्छ, जसले चाहिँ हाम्रो समाजको लागि धेरै नै काम गर्नुभएको थिएछ। मलाई पनि त्यो विषयमा त्यति थाहा थिएन, तर यो पालि चाहिँ उहाँको विषयमा जान्न पाएर एकदमै खुसी लाग्यो। उहाँको विषयमा बयान गर्नु त यो सानो भिडियोमा पोसिबल नै छैन, र म चाहिँ आफ्नो ब्लगको विषयमा नै भन्न चाहन्छु। तर ब्लग कन्टिन्यू गर्ने अगाडि चाहिँ दुई हात जोडेर तपाईँलाई रिक्वेस्ट गर्छु, प्लिज हजुरहरूले गोर्खाली भएर बाबु छविलाल उपाध्यायजीको बारेमा चाहिँ एकपल्ट पक्कै पनि जानकारी लिनुहुनेछ भनेर। र यसै बिचमा हाम्रो गुवाहाटीको सबै कन्टेन्ट क्रिएटरहरूसँग चाहिँ आज मेरो भेट पनि भयो। कहिले पनि भेटेकी थिइनँ। लक्ष्मी भाउजूलाई, पूर्णिमा बहिनीलाई र सङ्गीता बहिनीलाई, सुशीला दिदीलाई चाहिँ पहिला पनि भेटेको थिएँ। त आइएम सो सरी, उहाँको नाम चाहिँ मैले जानेर। र उहाँ हुनुहुन्छ हाम्रो किशोर दादा। धेरैजनालाई भेटेँ र धेरै खुसी पनि लाग्यो। यता चाहिँ डान्स हुँदै थियो र हामी कन्टेन्ट क्रिएटरहरू त भेटेपछि डान्स नगर्ने कुरै आएन। डान्स भएको देखेर हामी सबै गयौँ र त्यहाँ गएर यति नाच्यौँ यति खुसी लाग्यो, किनभने हाम्रो गोर्खालीले यत्रो सम्मान आज पाउनु हुँदैछ। म मात्रै नभएर सबैजनाले यहाँ यति खुसी यति प्राउड फिल गरिरहनु भएको थियो। त्यो चाहिँ सबैको फेसबाटै देख्न सकिन्छ र उहाँहरूको वेशभूषाबाट पनि देख्न सकिन्छ। यति ध्यान लाएर सजिएर आफ्नो जातीय पोसाकमा आउनुभएको थियो। धेरै टाढोबाट दिदी बहिनी दाजुभाइहरू यसरी आफ्नो जातीय पोसाकमा आउनुभएको थियो सिएम सरलाई वेलकम गर्न लागि। सुन्दर बहिनीहरूको एउटा सानो भिडियो क्लिप निकाल्दै थिएँ। त्यसै बिचमा कतिजना बहिनीहरूले बोलाउनु भयो, हेलो लता दिदी, तपाईँलाई अघिदेखि हामीले हेरिरहेको छौँ, थ्याङ्क यू सो मच, सबै आउनुभयो, तपाईँलाई भेटेर धेरै खुसी लाग्यो भन्नुभयो। र उहाँहरूलाई भेटेर मलाई पनि एकदमै खुसी लाग्यो। यो सानो क्लिप हजुरहरूसँग सेयर गरेँ। त्यसपछि यहाँ हेर्नुहोस् त कति भिड भइसकेको रहेछ त्यतिन्जेल त यहाँ पनि। हामी चाहिँ एकछिन यहाँ उभियौँ र सोच्यौँ अब चाहिँ एकदमै थकाइ पनि लागिसकेको थियो र सोच्यौँ अब चाहिँ कफी पिउन जानु पर्यो भनेर। हेर्नुहोस् न कति मान्छेहरू भिड रहेछन्। र त्यसपछि चाहिँ हामी गयौँ सिधै कफी पिउन। यहाँ चाहिँ कफी पिउने जग्गा पनि बन्दोबस्त थियो है, र हामी सबैजना बसेर चाहिँ कफी पिउन थाल्यौँ। म, सङ्गीता बहिनी र सुशीला दिदी पनि हुनुहुन्थ्यो। हामी उता कफी पिउँदा यता सिएमको आउनु टाइम पनि भएछ र सबैजना लाइनमा उभिएर नाच्दै गाउँदै सिएमलाई वेलकम गर्न थाले।
सीएम सर स्टेजमा आइसकेपछि सबैभन्दा पहिला स्टेट एन्थम गाएर कार्यक्रम सुरु हुन थाल्यो र स्टेट एन्थम पछि नै भयो उहाँलाई वेलकम गर्ने कार्यक्रम। जति पनि नेपाली एसोसिएसन गोर्खा एसोसिएसनहरू हुनुहुन्थ्यो उहाँहरूले खदा अर्पण गरेर उहाँलाई वेलकम गर्नुभयो र त्यसपछि नै आयो सबैभन्दा इम्पोर्टेन्ट काम। त्यो चाहिँ हो बाबु छविलाल उपाध्यायजीको नाति हुनुहुँदो रहेछ उहाँले आफ्नो हजुरबाको बारेमा केही शब्दहरू भन्नुभयो। यो चाहिँ एकदमै इमोसनल भावुकपूर्ण र प्राउड पनि गर्ने समय थियो। त्यसपछि नै बाबु छविलाल उपाध्यायजीको बुक पनि लेखेको रहेछ र त्यो बुकलाई चाहिँ सिएमको हातबाट उद्घाटन गर्नुभयो र सिएम सरले त्यो बुकको हर एक पन्नालाई पढेर र उहाँको बारेमा गुणगान गरेर सुनाउनु भयो। गोर्खाको हितमा गर्ने धेरैवटा प्रमिसहरू पनि आज सिएम सरले गर्नुभएको छ। सिएम सरको भाषण सकिएपछि नेसनल एन्थम गाएर आजको कार्यक्रम यहीँ सकियो र हामी पनि लाग्यौँ आफ्नो आफ्नो घरतर्फ। जाँदाखेरि त म घरबाट गएकी थिएँ तर अब चाहिँ म गुवाहाटी नै बस्छु भनेर आफ्नो भाइको घरतिर लागेँ। हो म घर फर्किन्न भनेर चाहिँ नै मेरी छोरी आउने बेलामा रोएकी थिए, मामु आइहाल्नुहोस् न 1-2 दिन नबस्नु भनेर। र यो चाहिँ छ गुवाहाटीको नजर। आशा गर्छु यो भिडियो मन पर्यो होला हजुर।